Hello guys, welcome to new vlog. Ito sa inyo yung Green Leaf Club, Rajkot, water पाल्टे फ्लोर अनि स्विमिङ पुल आजकल पुरा व्यस्त बनाएको छ। यो चाहिँ रेस्टुरेन्ट होइन, अनि अगाडि चाहिँ स्विमिङ पुल छ। यो चाहिँ हजुरको रेस्टुरेन्ट भयो। यसमा हजुरको मैले हजारजनाको क्यापेसिटी छ। अगाडि चाहिँ स्विमिङ पुल देखाउँदै गइरहेको छु हजुरलाई है, गर्दै गर्नु होला अनि लाइक सब्सक्राइब गर्दै गर्नु होला होइन। यता चाहिँ रुम चाहिँ 40 रुम छ होइन, दुईवटा बिल्डिङ भइहाल्यो। अब देखाउँदै जाँदैछौँ हजुरहरूलाई। यो चाहिँ बाटो भइहाल्यो यता होइन, स्विमिङ पुल पनि भइरहेको छ। यो चाहिँ ग्रिन लिफ क्लब रेस्टुरेन्ट अनि पाल्टे फ्लोर, ब्ल्याङ्केट हल, हेडर, डिस्को, रुम सर्भिस है। यो चाहिँ हजुरहरूले चाहिँ अब यसो टुरमा आयो भनेपछि यता चाहिँ अब सुविधाको मौका दिनु होला है साथीहरूले। यो चाहिँ डिस्कोको लागि डिस्को हल चाहिँ अगाडि छ उताको साइडको। यो चाहिँ रिसेप्सन जाने बाटो होइन। यो चाहिँ देख्न लाग्दो चाहिँ यता साइडमा चाहिँ जिम छ, जिम पनि छ होइन, अब जिम गर्नेहरूलाई है। यो चाहिँ भयो हजुरको रिसेप्सन, मेन एन्ट्री गेट होइन, हेर्न सक्नुहुन्छ हजुरहरूले है। पुरा सुविधा छ। यही चाहिँ हाम्रै गाउँको भनौँ होइन, बोर्डरको हाम्रो सहर। यो चाहिँ अगाडि रिसेप्सनको अगाडिको होइन, सानो वाटर पार्क पानीको लागि परा चालु हुन्छ, अहिले फिलहाल बन्द गरेको छ है। हेर्न सक्नुहुन्छ माथि चाहिँ थिएटर छ। यो चाहिँ डिस्को हलमा जाने बाटो हो होइन, डिस्को जाने बाटो। अनि फोटोहरू खिच्नलाई पनि यता मस्त छ, रमाइलो छ है। हजुरहरू चाहिँ एकचोटि सुविधा दिनु होला मौका होइन। अनि चाहिँ हाम्रो अङ्कल सिक्युरिटी अङ्कल, यता चाहिँ अगाडि चाहिँ पार्किङ छ है। अब सबैले स्टार्टिङबाट देखाउँछन्, हामीले स्टार्टिङ होइन, अब हामीले चाहिँ डाइरेक्ट देखाएको हो होइन। यो चाहिँ पार्किङ ग्रिन लिफ क्लब पछि देखिन्छ, अब देखिन्छ होइन, ट्यागको नाम लेखेको। यो चाहिँ मेन गेट भइहाल्यो भित्र जानलाई है। हेर्न सक्नुहुन्छ ग्रिन लिफ क्लब, वेलकम टु ब्याक होइन है। यो चाहिँ ग्रिन लिफको हो।